नमस्कार सबैजनालाई स्वागत गर्न चाहन्छु अर्को यो नयाँ भिडियोमा। आजको यस भिडियोमा म तपाईहरु जो पनि साथीहरु हुनुहुन्छ जसले चाहिँ शाखा अधिकृत लोकसेवाको तयारी गरिराख्नु भएको छ भने शाखा अधिकृतको फर्स्ट पेपरको एक्जाम नै निकै नै च्यालेन्जिङ र टफ हुने गर्छ। फर्स्ट पेपरको एक्जाममा नै 60% भन्दा बढी साथीहरु चाहिँ फेल हुनुहुन्छ र तपाईहरु सेकेन्ड पेपर, थर्ड पेपर, फोर्थ पेपर तपाईको राम्रो भए, थ्योरी पोर्सन तपाईको राम्रो भए पनि जीके, आईक्यू र यो इंग्लिशकै पोर्सनमा तपाईहरु फेल हुनुहुन्छ। त्यसकारण तपाईहरुलाई स्पेशली डेडिकेट गरेर यो भिडियो पस्कने जमर्को गरेको छु। शाखा अधिकृतको फर्स्ट पेपरको मोडल क्वेशन पस्कने जमर्को गरेको छु है त। सो फर्स्ट भनेको नेपालमा हाल आरोहणका लागि खुला गरिएको हिमालको संख्या कति छ भन्दाखेरि अहिले चाहिँ 476 वटा छ है, अहिले बढेको छ। सो अब नेपालमा वाटर एटीएम को सुरुवात कुन जिल्लाबाट भयो त भन्दा ललितपुरबाट। त्यसैगरी हिमशिला भनेको के हो त भन्दा समुद्रमा तैरिएर रहेको हिउँको ढिक्कालाई हामीले हिमशिला भन्छौं है। दिएका मध्ये कुन जैविक विविधताको प्रकारमा पर्दैन भन्यो भने चाहिँ जलवायु परिवर्तन भन्ने चाहिँ जैविक विविधताको प्रकारमा पर्दैन। सर्वप्रथम नामको पछाडी जबरा लेख्ने, जंगबहादुर राणा लेख्ने प्रधानमन्त्री भनेको वीर शमशेर थिए। सुरुमा चाहिँ तपाईलाई जीके को क्वेशन आउँछ, त्यसपछि आईक्यू को आउँछ अनि त्यसपछि इंग्लिश को आउँछ है। यो कुरा ख्याल गर्नुपर्छ तपाईले। जस्तो बुद्ध धर्मसँग सम्बन्धित छ, यहाँ बुद्धको गृह त्यागलाई हामीले के भन्छ त भन्दा महाभिनिष्ककरण भन्छौं। त्यसैगरी चाहिँ अब बुद्धको देह त्यागलाई चाहिँ हामीले महापरिनिर्वाण भन्छौं भने बुद्धले पहिलो पटक उपदेश दिएको भन्यो भने चाहिँ तपाईको धर्मचक्र प्रवर्तन भन्छौं भने बुद्धको देह त्यागपछि लेखिएको पुस्तकलाई चाहिँ मूल सर्वस्ति विनय पनि भन्छौं। काठमाडौँ उपत्यकाका मात्र कतिवटा सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् भन्यो भने चाहिँ तपाईको 7 वटा छन् है। बाँकी रहेका 3टा भनेको सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो। यसरी चाहिँ 10 वटा टोटल चाहिँ विश्व सम्पदा वर्ल्ड हेरिटेज साइटमा सूचीकृत छन् भन्ने तपाईले बुझ्नु पर्यो। अति गरिब भनेर चिनिने जाति भनेको मुसहर हो। धेरैले चाहिँ राउतेमा हुनुहुन्छ तर मुसहरलाई भनिन्छ है। नेपालमा तेजाब आक्रमण विरुद्धको भनेको एसिड भन्न खोजेको है। एसिड एट्याक विरुद्धको दिवस भनेको चाहिँ तपाईको भदौ 25 गते मनाइन्छ। र अब तलको भनाइ कुन गलत छ भनेको छ दिगो विकास शब्दको प्रयोग गर्ने चाहिँ बर्बरावाड हुन्, अर्थिनिक्स चाहिँ हैन है, अरु चाहिँ सबै ठीक छ। क्लोरोफ्लोरो कार्बन भनेको थोमस अल्वा एडिसनले हो। जैविक विविधता भन्ने चाहिँ इओ विल्समले र ओजन तह पातलिँदै गएको चाहिँ शेरवुड रोनाल्ड भन्ने साइन्टिस्टले पत्ता लगाएका हुन्। त्यसैगरी चाहिँ अब लिच्छवीकालीन अर्धा र तिनका कार्यहरूसँग सम्बन्धित यो जोडा मिलाउने छ। यहाँ चाहिँ तपाईको हेर्नुभयो भने कुथेर भन्ने अर्धाले चाहिँ विवाह सम्बन्ध विच्छेद सम्बन्धी कार्य गर्थ्यो। त्यसैगरी चाहिँ तपाईको मापचोक भनेको चाहिँ राजस्व भूमि सुधार सम्बन्धी कार्य गर्ने। त्यसैगरी लिगबल भन्यो भने चाहिँ तपाईको पञ्च अपराध सम्बन्धी कार्य गर्थ्यो। त्यसैगरी सुल्की भनेको चाहिँ यातायात खानेपानी सम्बन्धी कार्य गर्ने व्यवस्था ठाउँलाई चाहिँ हामीले सुल्के भन्थ्यौं है। नेपालमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण गर्ने सहयोग चाहिँ एसियन डेभलपमेन्ट बैंकले गरिरहेको छ। अहिले चाहिँ निकै नै यो हट टपिक पनि हो, समसामयिक टपिक पनि हो चार्जिङ स्टेसन, इलेक्ट्रिक भेहिकलहरुको कुरा। त्यसैगरी मानव अधिकार सम्बन्ध प्रबन्धनका लागि 16 वर्षीय अभा मूर्तालाई एक दिने प्रधानमन्त्री बनाउने देश भनेको फिनल्यान्ड हो। पैतृक सम्पत्तिमा सबै सन्तानको समान हक लाग्छ हुने व्यवस्था छ भनेको चाहिँ समानताको हक हो। धेरैले चाहिँ महिलाको हकमा टिक लगाउनुहुन्छ तर यो समानताको हक हो, यो कुरा ख्याल गर्नु पर्यो। सबैका लागि रोजगार संवैधानिक अधिकार भन्ने नारासहित प्रधानमन्त्री रोजगार कार्यक्रम चाहिँ 2075 फागुनको 1 गते, यो पनि निकै नै इम्पोर्टेन्ट र क्वेशन सोधिसकेको क्वेशन हो है। अब अयोग्य राजा भनेर चाहिँ हामीले जयप्रकाश मल्ललाई चिन्छौं। त्यसै अभागी राजा भनेर चिन्छौं। अयोग्य राजा भन्यो भने चाहिँ तपाईको चाहिँ जयप्रकाश मल्ल हो। सिमसिमे राजा भन्यो भने तपाईको शिवसिंह मल्ल, नामबाटै छ शिव सिम हैन। हालसम्म जीवित मानिने भनेको चाहिँ योगनरेन्द्र मल्ल र अयोग्य राजा भनेको चाहिँ राजा सुरेन्द्र हुन् है। नेपालमा पहिलो पटक विद्युतीय राजधानी चाहिँ सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो। उनी चाहिँ शताब्दी पुरुष पनि हुन् र 3 पटक मदन पुरस्कार पाउने एकल व्यक्ति पनि हुन् है। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार नेपाल सरकारले प्रदेश र स्थानीय सरकारलाई कति प्रकारको अनुदान उपलब्ध गराउँछ भने 4 वातावरण क्षेत्रको प्रतिष्ठित पुरस्कार ग्लोबल इन्भाइरोमेन्ट प्राइजको बारेमा चाहिँ तपाईले विचार गर्नुहोस् भनेको छ। कुन भनाइ गलत छ भनेको छ यो सी र डी चाहिँ गलत छ, अरु सबै सही छ है। यसको स्थापना भनेको चाहिँ 1989 मा भएको थियो, यो ठीक छ। यो चाहिँ वातावरण क्षेत्रको नोबेल पुरस्कार मानिन्छ, यो पनि ठीक छ है। अरु चाहिँ ठीक छ, सी र डी चाहिँ गलत छ। त्यसैगरी चाहिँ अर्थ आवर भनेको चाहिँ तपाईको ऊर्जा बचतका लागि विश्वव्यापी अभियान हो। UG 99 भनेको चाहिँ
तपाईको यो चाहिँ तपाईले यहाँ हेर्नुहुन्छ भने गहुँ बालीमा लाग्ने रोग हो। आइटम 19 भन्यो भने तपाईको मानव अधिकारको नेपालमा प्राविधिक र परामर्श सहयोग पुर्याउने भन्ने हो। हाल बन्द भएको नेपालको रु 10 को पोलिमरको नोट निष्कासन 2059 असोजको 14 गते राजा ज्ञानेन्द्रको पालामा भएको थियो। त्यसैगरी चाहिँ PSRMS केसँग सम्बन्धित छ भने लोकसेवा आयोगको विद्युतीय सेवा है, यो इम्पोर्टेन्ट छ है PSRM है, यसको फुल फर्म पनि सोध्न सक्छ। दशरथ रङ्गशाला काठमाडौँमा पर्छ भने महेन्द्र रङ्गशाला नेपालगञ्जमा पर्छ। र अब तपाईको चाहिँ दिएका भनाइहरू सब सही छन् है। यो मदन पुरस्कार कोटीमा रहेको पुस्तकहरूको सूचीलाई चाहिँ मदन गौरव भनिन्छ। त्यसैगरी पत्रिकाको सूचीलाई सौरभ भनिन्छ। र अब तपाईको चाहिँ गुठीमा रहेको लेखकहरूको सूचीलाई चाहिँ पौरख भनिन्छ। यो चाहिँ धेरै इम्पोर्टेन्ट क्वेसन हो। पुस्तकहरूको सूची भन्यो भने चाहिँ गौरव, त्यसैगरी चाहिँ पत्रिकाहरूको सूची भन्यो भने सौरभ, लेखकहरूको सूची भनेको पौरखी व्यक्तिहरूले लेख्छन् भनेर याद गर्नु पर्यो के। फुटबल खेल प्रयोग हुने VAR को प्रयोग सर्वप्रथम कुन विश्वकपमा फुटबलमा भएको थियो भन्दा 2018 को रसियामा। मरुभूमिको हिरा भनेर चाहिँ लिबिया देशलाई चिनिन्छ। दक्षिण अमेरिकी 12 मुलुकहरूमध्ये ब्राजिलसँग सिमाना नजोडिएको 2 मात्र राष्ट्र भनेको इक्वेडर र चिली हो। UN को बारेमा चाहिँ अब B र D गलत छ, अरु सबै सही छ है। संस्थापक राष्ट्र युनाइटेड नेसन अर्गनाइजेसनका 51 थिए, हालसम्म 193 राष्ट्र छ, यो पनि ठीक छ। त्यसैगरी चाहिँ अब UN को प्रधान कार्यालय वाशिंगटन DC, यो चाहिँ गलत छ है। न्युयोर्कको मेन हटन टापु भन्नेमा छ नि त हैन। UN को चाहिँ नेपाल 71औं भनेको छ, 72औं सदस्य राष्ट्र हो र UN को आधिकारिक भाषा चाहिँ 6 वटा, यसमा ठीक छ, यो चाहिँ ठीक छ है। B र D मा गलत छ, अरु सबै ठीक छ। 6 वटा रहेका छन्, यो चाइनिज पर्दैन भनेको छ, यो चाहिँ पर्छ है। UNDP को मानव सूचकाङ्क वुमेन सूचकाङ्क कहिलेदेखि प्रकाशन भयो त भन्दा 1990 बाट। यसरी चाहिँ तपाईहरुलाई यो जीके को क्वेशनहरु यस्तो फर्मेटमा आउँछ है, भित्रदेखि नै आउँछ जीकेएस अफिसरको एक्जाममा। सो तपाईले मेहनत गरेर पढ्नुपर्ने हुन्छ। सबैभन्दा कम स्थानीय तह भनेको चाहिँ रुकुम हो, जहाँ चाहिँ 3 वटा मात्र स्थानीय तह छन्, पूर्वी रुकुम। त्यसैगरी 2027 AD को विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा भएको थियो। कुनै पनि देशको अर्थव्यवस्था सबल भई विदेशी सहयोग नचाहिने अवस्थालाई जीरो नेट एड भनिन्छ। ग्रेट हिमालयन ट्रायल चाहिँ पदमार्गसँग सम्बन्धित छ। असफल तारा भनेर अरुणलाई चिनिन्छ। अन्डामा रहेको तलका मध्ये कुन भिटामिन पाइन्छ भनेको छ, यो चाहिँ A, B र C है मात्र पाइन्छ भनेको। A, B र D पाइन्छ, E चाहिँ पाइदैन है। त्यसैगरी वायु शक्तिको प्रयोग गरी विद्युत उत्पादन गर्ने देश डेनमार्क हो पहिलो। प्रसिद्ध साहित्यकार लीलबहादुर छेत्रीको निधन 2081 फागुन 29 मा भयो। त्यसैगरी चाहिँ अब आर्किमिडिजको बारेमा चाहिँ तपाईको A, C र D गलत सही छ, अरु सबै गलत छ है। B को चाहिँ यिनले सूर्यको प्रकाश 7 रङ हुन्छ भनी पत्ता लाग्यो, चाहिँ गलत छ, अरु ठीक छ है। यिनलाई प्रयोगात्मक एक्सपेरिमेन्ट प्रिन्स अफ एक्सपिरियन्स अथवा एक्सपेरिमेन्ट अथवा फादर अफ एक्सपेरिमेन्ट भनिन्छ, ठीक छ। ज्योतिषीय राक्षस पनि भनिन्छ, यो पनि ठीक छ। गिभ मी अ प्लेस टु स्ट्यान्ड आई विल मुभ द वर्ल्ड भन्ने चाहिँ आर्किमिडिज नै हुन् है। र अब नेपाल प्रहरीका 31औं आइजिपी भनेको दीपक थापा बनेका छन्, यो पनि इम्पोर्टेन्ट छ समसामयिकबाट। यसरी चाहिँ तपाईको जीके को क्वेशन आउँछ। यहाँ हेर्नु भने मिस इन्टरनेशनल नेपाल 2024 करुणा रावत, राष्ट्रिय मानव अधिकार दिवस 2024 को नारा भनेर आएको छ। सिमेन्टका आविष्कारक भनेको जोसेफ एडिसन। सबैभन्दा धेरै र कम वन क्षेत्र भएको राष्ट्र भनेको, सबैभन्दा धेरै भएको चाहिँ भुटान हो भने कम भनेको चाहिँ पाकिस्तान, यो पनि इम्पोर्टेन्ट हुन सक्छ। अब आईक्यू बाट तपाईको चाहिँ सिरिजबाट आउँछ, कोडिङ डिकोडिङबाट आउँछ तपाईलाई है। त्यसैगरी चाहिँ अब क्वेशनहरु कस्ता कस्ता आउँछन् भन्ने कुरा हो। अब टाइम एन्ड वर्कबाट आउँछ। त्यसपछि चाहिँ अरु कुराहरु भनेको चाहिँ यसरी नै आउने हो तपाईलाई क्वेशनहरु। के डाउटहरु छ, के जिज्ञासाहरु छ भने कमेन्ट गर्न सक्नुहुन्छ। कोडिङ डिकोडिङबाट आउँछ है। त्यसैगरी सिरिजबाट आउँछ। समूह नमिल्ने चित्र कुन हो भनेर सोधेको छ। त्यसैगरी चाहिँ इन्सर्ट द मिसिङ नम्बरबाट आउँछ। त्यसैगरी प्रब्लम फिगरबाट चाहिँ फिगर एनालोजीहरुबाट आउँछ क्वेशनहरु है। यो फिगरको चाहिँ तपाईलाई सजिलो हुन्छ है क्वेशनहरु, त्यस्तो गाह्रो हुँदैन। त्यसकारण फिगर एनालोजीमा चाहिँ तपाईले टेन्सन नलिनु होला। ट्रायंगलबाट आउँछ। त्यसैगरी पाइ चार्ट हेर्नबाट आउँछ। त्यसैगरी चाहिँ अब तपाईहरुलाई आउने क्वेशनहरु भनेको चाहिँ इंग्लिशबाट चाहिँ अब रिडिङ कम्प्रिहेन्सन भनेर चाहिँ प्यासेज रिडिङबाट आउँछ। त्यसैगरी ग्रामरहरुबाट आउँछ। यसरी चाहिँ तपाईहरुको शाखा अधिकृतको क्वेशन आउँछ। तपाईहरुलाई राम्रो पीडीएफ नोट चाहिएको छ, फर्स्ट पेपर जीके आईक्यू, सेकेन्ड पेपर, थर्ड पेपर, फोर्थ पेपर के भने हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्न सक्नुहुन्छ। तपाईहरुलाई हामीले राम्रो पीडीएफ नोट प्रोवाइड गराउँछौं। जीके बाट 50 वटा क्वेशन आउँछ, आईक्यू बाट 30 वटा क्वेशन आउँछ र इंग्लिशबाट चाहिँ तपाईलाई 20 वटा क्वेशन आउँछ है। तपाईको शाखा अधिकृतको लोकसेवाको एक्जाममा यो कुरा चाहिँ ख्याल गर्नु पर्यो। र अब जसले पनि तयारी गरिराख्नु भएको छ, तपाईहरुलाई राम्रो पीडीएफ नोट चाहिएको छ, अनलाइन क्लास, फिजिकल क्लासहरु पढ्नु मन छ भने तपाईले हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्नु। के डाउटहरु छ, जिज्ञासाहरु छ भने पनि कमेन्ट गर्नु।
है। यति भन्दै मैले यो भिडियोलाई है इन्ड गर्न चाहेँ। मोडल क्वेसनहरू ओल्ड क्वेसनहरू हेर्नको लागि हाम्रो वेबसाइट ज्ञानमार्ग.com पनि भिजिट गर्न सक्नुहुन्छ, gyanamark.com भनेर। सो थ्याङ्क यू।